गुड मर्निङ एभ्रिवान। के छ हालखबर सबैजनालाई? सन्चै आराम छ होला। हामीहरू चाहिँ आज घरतिरै काम गर्दैछौँ र यो पछाडि देख्छौँ यो थारो यसको उपुलो भाग छाउने हो। अनि पुर्णे भाइ आउँदैछ, गोरु नारिदिन्छु, एकछिन जोत दिन्छु है उसको साथमा। र यो गरेपछि आज नुहाइधुइ गर्नु छ। भोलितिर चाहिँ अलिक टाढै जाने काम छ हामी दुई भाइको, र हामी दुई भाइ भोलि अलिक टाढै जाँदा लागेको छौँ। र आज चाहिँ टक्कै यो छाइछुइ गरेर जोतेर भिउनु पर्ने कार्यक्रम छ है। अनि नुहाइधुइ गर्ने, अनि टक्क लाएर फ्रेस हुने। द्याट्स इट। यही नै है गाइस। अब छाउने यहाँदेखि त्यहाँसम्मको अब मैले बद्धे फाल्छु है। छाना घर यस्तै हो, छोडे घर यस्तै हुन्छ। ठिकै छ, घाँसहरू मेरो यस्तो भएको छ होइन। यो चाहिँ पुरै उतारेर निकालेर फालेर अनि फेरि नयाँ गरेर छाउने है। त ल म चाहिँ निकाल्न लागेँ। फालेर भिउने सँगसँगै यति फालेको छु यो। र यता पुर्णे भाइ आइसकेका छन्। अब पुर्णे भाइले जोत्न जान्छन् र म चाहिँ यसो गोरु नारिदिन्छु। आफ्नो छाउन छ आज। अनि अब बाउ आउनुहुन्छ, बाउले आएर डाँडै भटाइ गर्नुहुन्छ, त्यसपछि छाइछुइ हुन्छ। यता पुर्णे भाइ छन्। के छ भाइ हालखबर? सन्चै आराम छौ? एकदम। बिहा गर्ने उमेर भएको तिम्रो? भयो। कस्तो केटी खोज्यौ त? आमालाई दुःख नदिने, स्वास्नीलाई लोग्नेलाई नछोड्ने भन्नुहोस् त। आफ्नो कुरा गरे भनेको त पुर्णेलाई पो बेङ्गी हाने रहेछ नि। चलो खेर केही छैन। अब एकछिन बसिन्छ, बाउलाई फोन गरिन्छ अलिक छिटो आउनलाई। यहाँ चाहिँ म छु र मैले चाहिँ अब डोरोसोरो लगाइदिएँ। अब म चाहिँ माथि छाउनतिर लाग्छु। भाइले चाहिँ अब यतातिर टक्क जोत्छन् होइन। अनि जोतेर भएपछि फेरि माथितिर आउँछन्। अनि भाइहरू आएर टन्नै हुन्छौँ घरमा। सगर छिटो भ्याइन्छ। त्यसपछि छिटो भएपछि फेरि कहीँ जाने प्लान बनाउँछौँ, घुम्ने फिर्ने। जोत्न मजा आइरहेछ भाइ? एकदम दाइ मजा आउँछ? मजा आइरहेछ। हलोको त्यहाँ गयो? हलो खासी गर्ने रहन्छ, ठिकै गर्छ। मकै छर्ने हलो हो कि? राम्रो भएर नि होला भारी। होइन उ थियो त, हुरुला थियो त। तिमीसँग गोरु हिँड्ने इन्जिन खान्छ, त्यही भएर हो। बाँझोमा त अलि माथि जोतिनुहुन्छ को? बाँझोमा त अलि माथि जोतिनुहुन्छ। त्यो चाहिँ भाइले जोत्दैछन्। अनि अब म चाहिँ टक्क छाउन जान्छु। छाउनु पर्यो होइन। जे सक्दो चाँडो काम भिड्ने हो कि
अनि पानी आयो भने चाहिँ टक्क मकै छर्नु पर्यो फेरि होइन कान्छ मकै छर्नु पर्यो यताउति गर्दा टाइम लागिहाल्छ के गाउँघरमा बेला बसुला भने हाम्रो गाउँमा आशै नगरे हुन्छ हो कि नै भाउजू मुनि एउटा बिचरा भाउजू एक्लै हुनुहुन्छ काम गर्दै हुनुहुन्छ भैँसी पाल्नु भएको छ बाख्रा पाल्नु भएको छ चट्ट लाएर अब म चाहिँ माथि निस्किन्छु यसो जोड्छु र मलाई चाहिँ अस्ति भलिबल हेरेर गएदेखिबाट रुगा लागेको छ जोत्दा जोत्दै दिन 2 पिठनतिर लाग्यो त्यसपछि दिन 2 भलिबलतिर खेल्न गयो होइन जान्छ त्यो चाहिँ हिजो त्यस्तै काम थियो अस्ति पनि त्यस्तै काम पर्यो त्यहाँबाट आज चान्स मिलेछ त्यही भएर डान्स खान भनेर चाहिँ पिछेर गएर जोत्नु लागेको छौँ मलाई रुगाले हराएर पारेको छ गोटी गुडी आगोमा आऊ घुमाऊ तिमीलाई काट्छु नि सक्यो नि गोटी गुडी हो ल्याएको ठिकै थियो ठुलै धेरै थियो 2 र 6 चुरा भरिसक्यो गोटा माछा गरेर केटाहरू गर्छन् अनि आजभरि आइजा हिँडे गरौँ त्यही हो अब बाउस त एकछिन ढाइबाट गर्नु पऱ्यो 9-10 बजीतिर ट्याक्टर गोर्ले जानु होला के भनेर मजाले चर्चन गर्ने दिनभरि होइन र ऊ त्यहाँ छ भनेर नि भइयो ठुलो मुढान गर किन्छ एकटा यता मेरो भाउजू यता म मेरो बाउ उहाँ छाउँदै हुनुहुन्छ मैले अघिल्लो फाल्छु हे बाउ किन्दै हुन भटभटे आएर बाले यता भन्नुहुन्छ बिहान रिसिएर मेरो फाइनल गाइज म चाहिँ रात परे सँगसँगै अहिले चाहिँ फ्रेस भएर नुहाइधुवाइ गरेर घर काम खत्तम गरेर चट्टै कपडा सपडा धोएर यतातिर होइन जुत्ता सुत्ता धोएर रेडी भयो अब चाहिँ
सुत्ने बेला भयो खानासाना खाएर है त अब भिडियो आउँछ है त।